आज चाहिँ मलाई कोको कोलामा गिलास परेको छ। राम्रो खाना आइसकेको छ। यहाँ पानी हालिदिइ पास यहाँ फ्यामिली सबैजना। हेलो गुड मर्निङ गाइजहरु। म चाहिँ उठिसकेँ, तपाईहरु उठिसक्नु भयो कि भएन ल। अनि आजको भ्यू यस्तो छ। बिहान 5 बजे उठिसकेको छु म चाहिँ। चियाबाट सुरु हुँदैछ मेरो बिहानी चाहिँ। ब्ल्याक टी हैन, ठीक छ। दामी मिठो छ। यो चिया मात्र खाएर सब हामी खेतमा जाने छौं हैन। आज चाहिँ खेतमा जाने सँगसँगै धान पनि लिएर जानुपर्ने छ मिलमा टक्क लाएर। यस्तो छ हाम्रो बिहानी मर्निङको भ्यू, मर्निङ भ्यू। फाइनली हामी ट्याक्क भारी बोकेर आइसकेका छौं। यहाँ हेर्न सक्नुहुन्छ मम्मी टक्क यहाँ धान बोकेर साथसाथै हामी मेला पनि जाँदैछौँ हाम्रो खेतमा। भारी पनि बोकेछौँ पछाडि। त्यहाँ चाँदे कोदालो लिएर आउँदै हुनुहुन्छ। चाहिँ म चाहिँ ट्याक्क लाएर यहाँ हामी धान बोकेर हैन रमाइलो छ। हामीले भनेको यतिको रमाइलो त हुनु पर्यो। यहाँ काम लगाएर चाहिँ अलिकति यहाँ गाह्रो भइरहेको त्यही हो। के छ भन्नु, बिहान बिहान उठ्ने बित्तिकै भारी बोकेर। ल यही हो हाम्रो गाउँको बाटो। हिलो पनि रहेछ। यहाँ गाउँ विकास हुनु पर्यो छिटो। यस्ता खुट्टाहरू हिँड्नुपर्ने छ। खुट्टा फेरि यहाँ बिरामी भएको के। सो मर्निङमा धान बोकेर मर्निङ वाक पनि हुँदैछ, प्लस हाम्रो बारीको कामहरू पनि हुँदैछ। ल यही हो। ल यस्तो छ अवस्था। अब गर्ने के, टक्क लाएर यहाँ बिउ खाल्ने एक्लै के, कोही छैन के। ल के हो यो हाम्रो घरको पारा। यस्तो यहाँ हिलो सुकेर यहाँ यस्तो भइसक्यो। यहाँ बस्ने ठाउँ छ, यहाँ छ बस्ने ठाउँ, काम गर्ने ठाउँ, कोही छैन। के हो खै पारा अचम्म छ हाम्रो। फेरि के हो म एक्लैलाई हेर, दुखी आत्मालाई हेर, यस्तो हातभरि यस्तो हिलो बनाएर दिमाग खराब। ल छैन हजुरबा बल्ल लट्ठी टेकेर आउँदै हुनुहुन्छ। फेरि हाम्रो हजुरबा फेरि आज लगभग 4 देखि 5 वर्षको अन्तरमा होला खेतमा झर्नु भएको छ हैन। ल के गर्ने, नातिलाई मात्र, नाति केटोलाई मात्र काम लगाएर हुन्छ। नातिलाई यस्तरी काम लगाएर हुन्छ। के गर्ने पर्यो। हजुरबाले अब नाति त अब ठुलो भइसक्यो, नातिले त गर्छ। हजुरबा बुढो मान्छे धरि आज ल बिउ उखाल्ने खेतालो पाइएन रे। ल खेतालो चाहिँ को हुनुहुन्छ, कोलाई बिउ उखाल्न आउँछ भन्न सक्नुहुन्छ। हाम्रो हजुरबा आउनुभयो। कुन कुलो नि गर्ने हो। हजुरबा चाहिँ कुलो किन सफा नगरे हैन सजेसन दिँदै हुनुहुन्छ हामीलाई। बिउ खाने चाहिँ यसरी हो हैन। म चाहिँ एकदम छिटो खाल्छु के, तर जल चाहिँ भने नि चक्क लौरो टेकेर हाम्रो हजुरबा आइसक्नु भएको छ टक्क रियाक्सनमा। ट्याक्क लाएर मेरो पालो भनेको अब अवश्य गर्ने हैन। मैले बिउ चाहिँ काटिसकेको छु। अलिअलि काटेको बिउ चाहिँ हल्का उखाले। म चाहिँ काडी भन्छु उखालेको। त्यहाँ त्यो बिचको बाजे चाहिँ खेतालो हैन, उता हाम्रो दिदी हजुरबा अनि बाबा चाहिँ माथितिर पानी लगाउनु जानुभयो होला। अब यो हिलो चाहिँ मैले तान्नुपर्ने हुन्छ। छ्याप्प लाएर म टक्क आइसकेको छु उसमा। मेरो हतियार यस्तो छ हैन। बबाल अब यो हाम्रो 3टा बारी चाहिँ हामीले बनाउनु पर्ने हुन्छ। ल सट्ट लाएर ल यहाँ चाहिँ म मैदानमा उत्रिसकेको छु हैन। ल काम चाहिँ गर्नुपर्ने हुन्छ। ल जे होस् आज रोपाइ हुनेवाला छ दिउँसोमा हैन। त्यही भएर हाम्रो चाहिँ सबै कामहरू दमदार हुँदैछ हैन। अब मम्मी चाहिँ उता हुनुहुन्छ घरमा टक्क खानासाना बनाउनुको लागि। ल हिलो यस्तो रहेछ। ल ठिक छ, बवाल भइरहेछ दामी। अब हिलो चाहिँ तान्ने यसरी हैन। सट्ट लाएर यसलाई चाहिँ तान्ने यसरी हो, खन्नु पर्यो हैन। अब यो खन्दै भिडियोहरू स्किप हुनसक्छ अलिअलि। अब भिडियोहरू त अब फोन लिन पाइएन काम गरुन्जेल हैन। त्यही हो, क्यामेराम्यानको व्यवस्था छैन। कोही खाली हुनुहुन्छ भने क्यामेराम्यानको लागि कमेन्ट गर्न सक्नुहुन्छ। त्यही हो, कामहरू भइरहेछ। बवाल ताले काम गर्दैछु म। फाइनल ठ्याप्पलाएर मेरो भइहाल्यो हतियार। त्यहाँ बाबासँग पुरै उस गरेर आउँदै हुनुहुन्छ। दामी मेरो चाहिँ यहाँ उस भइहाल्यो।
मेरो चाहिँ यहाँ टक्क लाएर यो चाँदेसँगै होइन टक्क ठ्याप्पो लाएर तान्छु होइन यो त्यहाँ बाबाको नि पुरै बवाल हतियार छ होइन त्यसले चाहिँ हिलो तान्नियो होइन यो हजुरबा हाम्रो हजुरबा हाम्रो यो हजुरबा चाहिँ त्यहाँ छोटो यो बिडवाला छोटो त्यो काट्दै भन्दा गराउनु भएको छ यो चाहिँ खास हाम्रो त्यो चाहिँ अरूको माया ल्याउनु भएको अरे अनि बवाल रमाइलो हुनेवाला छ होइन रमाइलो पनि छु हाम्रो हिजोको ड्राइभर अङ्कल चाहिँ उता जानुभएछ आज होइन गाडी हाम्रोमा थियो त्यहाँ ड्राइभर अङ्कलले टक्क गर्दै हुनुहुन्छ होइन ल खतरा तालमा ल हामी ल काम गर्दैछौँ ल दामी ताल यहाँ खुसी रमाइलो गर्दै होइन ल ठिक छ ल अब यहाँ तान्ने पनि कसरी होइन सब देखिन्छ है त ल हो यसरी हो तान्ने ल दामी तालले हामी बाउ छोरा यसरी हान्छौँ अब काम गर्न होइन बवाल मेरो चाहिँ त्यही हो हतियार यसरी हाम्रो छ्याप्प लाएर हिलो तान्नु पर्ने हुन्छ यहाँ मेरो छिमेकीको चाहिँ पुरै सुकिरहेको छ होइन अब हाम्रो यहाँ चाहिँ रोपाइ भयो यहाँ चाहिँ सुकिरहेको छ यता यता यसो प्रोसेस जारी हुँदैछ त्यहाँ मोटे अङ्कलको त्यहाँ माथि भइहाल्यो मोटे अङ्कलले चाहिँ पुरै पानीसानी भरेर राखेँ यहाँ टक्क बिउ सिउ रोपेर रोपाइसोपाइ गरेर भयो भने त्यहाँतिर अब प्रोसेस हुँदैछ हाम्रो यहाँ अब यस्तो गर्नुपर्ने हुन्छ ल काम चाहिँ हुँदैछ हाम्रो होइन यस्तो हो काम पुरै कामहरू भइरहेको छ टक्कलाहरू मोटे अङ्कल आयो मोटे अङ्कललाई चाहिँ आफ्नो खेतको लास्टै माया लाग्छ कि मोटे अङ्कललाई यस्तो माया लाग्छ कि खेतको होइन आम्मा रोपाइ भ्याउँदा पनि खेतमा आएर छ हामी यहाँ रोपाइ नसकेर यहाँ बिजोग छ टक्क लाएर यहाँ रोपाइ नसकेर यस्तो बिजोग भइरहेको छ होइन आम्मा घर जान कहिले पाउला कहिले काम भ्याएर भइरहेको यस्तो छ ती तिनवटा गरेर भ्याउनु पर्ने छ यस्तो बक्से गरेर मोटे अङ्कलले चाहिँ लास्टै मेहनतिलो सके छ्याप्प लाएर हेलो गाइज ल फेरि तान्दैछौँ हामी सट्टा लाएर ल अब हामी बिउ छर्नेछौँ सट्टा लाएर दामी तालमा बिउ छर्नेछौँ हेर्ने गाइज यो सबैभन्दा मेलाको सबैभन्दा रमाइलो छेड चाहिँ यो हो क्या यो बिउ छ नि होइन यो बिउलाई होइन टक्क म यस्तो फाल्छु यसलाई होइन यस्तो मजा आउँछ क्या यस्तो भएन टक्क भएन चुई यो चाहिँ मजा हो क्या बबाल मजा लाग्छ क्या यो चाहिँ बिउ पाच्ने भन्छ होइन म चाहिँ फाइनली टक्क मैले बिउ पाच्दैछु टक्कलाई त्यहाँ चाहिँ बिउ काट्दै हुनुहुन्छ होइन काट्दै छैन काट्दै है त ए वा दामी मजा आउँछ है त ल फेरि एकछिन माथि फाल्छु है त बिउ होइन चुई कताबाट गयो भिडियोमा देखिने क्या हो चुई दामी यसरी चाहिँ जानु पर्यो है त ल बबाल मजा आयो है यो चाहिँ मजा लाग्छ क्या ल दामी ल गाइज ल बिहान धानको बारी अहिले बिउको बारी के गर्ने यस्तै छ जिन्दगी पुरै अब यहाँ हाल्नु पर्ने छ बिउ पाजेर होइन यस्तरी बोक्नु पऱ्यो यसो ठ्याक्क लाएर यत्तिको दुःख गर्ने मान्छे चाहिँ डिस्क्रिप्ट गर केटी हो हाम्रो हजुर फेरि यहाँ यत्रो म त आइ गरेर के ल खै बाटो अब बाटो त अब होइन खै ठिक्क माजु हजुरले मलाई साइड दिनुभयो ल यत्तिको बोकेर हिँड्नुपर्ने अवस्था आयो आफ्नो चाहिँ जिन्दगानीमा हजुरबा चाहिँ उता त्यो बिउ राख्नुको लागि त्यहाँ सिन्का गाड्न लागि अब असारमा नि धान त रोप्नु पऱ्यो होइन चट्ट लाएर यस्तरी बिउ बोकिन्छ बिहान धान बोकेर मेलमा आउनु परेको थियो यही बाटो फेरि यता यहाँ फेरि काम यस्तो खतरा हुँदो रहेछ ल पुरै हिलो छ ल ओहो उता सिन्का खाने त्यो चाहिँ बिउ उस गर्नको लागि हो क्या ल टक्क लाएर अब यहाँ गर्नुपर्छ म चाहिँ बोक्दैछु
त्यही हो बिसाउने अब ल खेतमा चाहिँ टक्क लाएर बिउ सिउ पाजेर भ्यायो होइन बिउहरू सब पाजेर भ्यायो अब यो बिउ छर्नुको बाँकी यतापट्टि यो दुईवटा गरामा छ होइन अब यो हिलो पनि तान्नुपर्ने छ काम त होइन अब टक्क त्यो बिउ त्यहाँ एक पोका उतापट्टि एक पोका छ होइन उताबाट बिउ बोकेर पुरै यता ल्याएर राख्नुपर्ने टक्क होइन मान्छे अब भोक लागिसक्यो अनुहार अब न्याउरो भइसक्यो होइन अब भात चाहिँ खानु परिहाल्यो होइन भात पनि अब त्यही हो काम गरेपछि बिहानभरि खाना पनि खानु पऱ्यो यहाँ मैले बिउ बोकेको डोको चाहिँ यही हो अनि अब चाहिँ खाना जाने टाइम भयो होला सायद भन्नाले हाम्रो 10:30 भए रहेछ 11 बजे खाना हामी जान्छौँ अब यति चाहिँ यो गराको लागि चाहिँ रोप्नको लागि एकदम तयार छ होइन आज दिउँसो हामी खेत रोप्छौँ अनि यो दुईटा पनि हामी नै रोप्छौँ यो तीनटै रोप्छ आज होइन टक्क 10 जना रोपारहरू छ खेतालोहरू रोप्नको लागि टक्क अब यो गरा बनाउने त्यो गरा बनाउने दिउँसोको लागि यो काम हो होइन आज चाहिँ अहिलेको लागि चाहिँ यति बनाएर भ्याइयो त्यही हो टक्क खेतबाट चाहिँ घरमा खाना जाँदै अब फाइदा त उठाउनु पर्यो खाली त जानु भएन बिहान ल्याएको धान चाहिँ यहाँ हामीले कुट्न राखेका थियौँ होइन कुटेर फाइनली ठ्याक्कै यहाँ रेडी बनाएर राखिदिनु भएको रहेछ यो चाहिँ टक्क अब यसलाई बोकेर लानुपर्ने हुन्छ घरमा होइन हाम्रो यो चाहिँ गाउँको मिल के भन्छ होइन त्यही हो खेतको त्यस्तो छ नजरा यो चाहिँ मेलमा अब यसलाई बोकेर घर जानुपर्ने त्यो पुरै हिलो छ क्या हातहरू नि होइन अब सट्टा लाएर यसलाई बोकेर मेलामा जानुपर्ने यसलाई बोकेर घरमा लगेर खाना खाएर फेरि आफ्नै मेलामा आउनुपर्ने ल यस्तो छ अवस्था पुरै भारी बोकेर होइन हल्का गर्मी भयो कोही बेला चाहिँ घरमा कामै हुन्न क्या सुत्ने बस्ने खाने घुम्ने डुल्ने मात्र हुन्छ कोही बेला चाहिँ यस्तो छ यो अवस्था रोपाई त्यही माथि होस् बाटो यस्तो उकालो राम्रो लामो भएर बेलामा यस्तो बाटो हिँड्नु पऱ्यो फेरि होइन चामल बोकेर रोपाई त्यही माथि चामल सकिएछ धान त कुट्नै पर्यो काम गर्छ खानै पर्यो त्यही बाटो बोकेर आएको अर्को घाम भएर हल्का गाह्रो पार्यो ट्याक्क घरतिर त आइयो माथि त्यस्तो भारीको पुरै बिजोग छ होइन मान्छेलाई अलिक बोक्नलाई गाह्रो बनायो त्यो नाम भएछ घरमा यस्तो छ अवस्था कुकुर पुरै सुतिरहेको छ खै खाना बनाउने मान्छे मामु यतापट्टि बोतल टक्क मिलेर बसेछ यता म बिहानभरि काम गरेर नि यत्रो चामल बोकाएँ बिचरा रे बारिस गरेर जे भित्र थियो अवस्था यस्तो छ गर्मी धेरै भयो जे भयो नि बोकियो ल्याइयो थोरै दुःख पर्यो यी बाख्रा साख्रा यसको छ जिन्दगी चिल कहाँ खोइ कहाँ हजुर ट्याक्क हाम्रो चाहिँ होइन एउटा एकदम खुसी खबर चाहिँ के छ भने हिजो हाम्रो एउटा बाख्रा बिहा छ कि घरैभरि बाख्रा भन्छ आजकल त के गरेर हेर ल यस्तो छ अवस्था यस्तो छ हामीलाई चाहिँ बिहानभरि काम गर्न लाउने उनीहरू चाहिँ यस्तो गरेर बसेको छ के हो कति ओसारिस पानी धेरै ओसार त्यस्तो गरेर बसेको यहाँ फेरि परलको टोबाको परल खाएछ उहाँले चाहिँ हिजो ट्याक्क सानो मुनि पाउनु भयो मेउ कर्सामा ब्याएर के हो यार कर्सामा ब्याएर रहेछ अरे अनि थाहा नभएको बुबु चाहिँ कत्रो ठुलो भएर बसेछ यसको त्यो हाम्रो घरमा फाइनली फेरि हेर्न पाछा नै चाहिँ हाम्रो भैँसी छ के घरमा हाम्रो पशु पक्षी चाहिँ टन्ने
बबाल सक्यो बबाल पसिना आएर कुखुरा सुखुरा निस्कियो पनि भाँडाकुटी खेलेर बस्यो होला होइन। अब चाहिँ हामी खाना खानुपर्छ। राम्रो खाना आइसकेको छ। यहाँ पानी हालिदिइ पास यहाँ फ्यामिली सबैजना छ्याप्प लाएर अब हामी खाना खानेछौँ होइन। हल्का हिलो पनि छ धेरै होइन। हातमुख खानाहरू बाँडिँदैछ। अब खाइन्छ खाना। झ्याप्प दाल भात अचार होइन तरकारी। हाम्रो चाहिँ दामी तालमा हामी चाहिँ बिउहरू उखाल्दैछौँ। अझै पनि बिउ पुगेन सट्ट लाएर होइन। बिउहरू यो बिउहरू चाहिँ उखाल्नको लागि हामी तत्पर छौँ। यता फेरि हाम्रो खेत रोपाइ हुँदैछ। आज खुसियाली फेरि बबाल हो कि बबाल बबाल खुसियाली छाउँदैछ टक्क होइन। यो रोपारहरू ट्याक्क छन् होइन। अब यो सबै रोपेर भ्याउने छन्। उनीहरू पुरै कति 12 बजीबाटै 12:30 बजीबाट रोपुमा लागेछन् होइन। रोपिरह पुरै। ल गाइजहरू काम मात्र होइन कि सँगसँगै यस्तो नि हुन्छ कि खानेकुरा। काम मात्र होइन कि खानेकुरा यस्तो हुन्छ। अनि एउटा यो कोको कोला होइन। यो कालो कोको कोला लिँदाखेरि चाहिँ एउटा यो सिसाको गिलास आएको छ। बोनस पऱ्यो होइन सिसाको गिलास। अब अहिले त सबैलाई पर्छ तर मलाई हिजो परेको थिएन आज पऱ्यो। फेरि यो प्लास्टिकको गिलास भन्नु होला है। प्लास्टिकको गिलास माथिको भयो तलको सिसा गिलास यहाँ देखिरहनु भएको होइन। त्यही हो खानेकुरा। अब यस्तो हो नि त फेरि यो हो नि त पार्टी लास्ट डे भनेको पार्टी हो नि त बबाल हुँदैछ बबाल। ल सिसाको गिलास नि पऱ्यो फाइनली। त्यही हो फाइनली टक्क हाम्रो 3टा गरेर सक्यो होइन। रोपेर सक्यो 3टा गरा यो खुसी भनेको होइन। अनि अर्को कुरा यो थोरै खाली देखेको चाहिँ के भन्न भन्नुहुन्छ होला भने यो चाहिँ बिउ राख्नलाई असारको लागि अर्को वर्ष रोप्नु। अर्को 3 महिनापछि असारे धान रोपिन्छ नि त। त्यही हो। ल बबाल रमाइलो लागिरहेछ। ल ल लास्ट इन्डिङ भइरहेको त्यहाँ। ल सक्यो दामी गाइजहरू। कामसाम सकियो होइन। रोपाइ पनि सकियो। अब एकदम फ्री भयो। अब सफा भएर बस्नु हिँड्नु दिइरह्यो होइन। यो यस्तो हिलो थियो होइन। यहाँ पुरै यस्तो हिलो होइन। अनि अब चाहिँ जे होस् हल्का सफा भएर हिँड्न पाइयो। त्यही हो। ठिक छ यतिको भएछ। अब सबैलाई बाई बाई भन्न चाहन्छु। यतिको समयसम्म तपाईँहरू भिडियो हेर्नुभयो त्यसको लागि धन्यवाद। र म एउटा कुरा तपाईँहरूलाई सजेसन माग्न चाहन्छु। भिडियो कसरी एडिट गर्ने तपाईँहरूलाई थाहा भएको कुराहरू भन्नुहोस् र कुन एपबाट एडिट गर्दा ठिक हुन्छ। हस् त बाई बाई।